नमस्कार साथीहरू, आजको यस भिडियोमा एससी को रिजल्ट मोबाइलबाट कसरी चेक गर्न सकिन्छ तीनवटा तरिका सिकाउँदैछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। हजुरको मोबाइलमा रहेको गुगल एप खोल्नुहोस्। गुगलमा सर्च आइकनमा क्लिक गरी सर्च गर्नुहोस् SEE.government.gov.np थिच्नुहोस् 2082। हजुरलाई यस्तो आइकन देखा पर्छ। यस्तो आइकन देखा परेपछि हजुरले यो टपमा रहेको यहाँ थिच्नुपर्छ। यहाँ थिच्नुहोस्। अब हजुरलाई यस्तो आइकन देखा पर्छ। यो एसई को राष्ट्रिय परीक्षा बोर्ड को एउटा अफिसियल वेबसाइट हो। यो वेबसाइट खोलिन्छ। यो वेबसाइट खोलिसकेपछि यहाँ टपमा रिजल्ट पब्लिस भएको दिन यहाँ रिजल्ट देखाउँछ। सो यहाँ थिचेर रिजल्ट हेर्न सक्नुहुन्छ। अहिले रिजल्ट पब्लिस भएको छैन, त्यसैले यहाँ देखाएको छैन। अब अर्को तरिका सिकाउँदैछु। सर्च गर्नुहोस् SEE.ntc.net.np 2082। यो थिचिसकेपछि यहाँ टपमा यो +2 को यसमा नखिच्नु होला। यो खिचिसकेपछि यो सेकेन्डमा रहेको यो यस्तो आइकन देखा पर्छ। यो 2081 को देखाएको छ, 2082 को देखाउँछ। यहाँ थिचिसकेपछि हजुरलाई यस्तो आइकन देखा पर्छ। अहिले रिजल्ट पब्लिस भएको छैन। रिजल्ट पब्लिस भएको दिन यो अर्को आइकन देखा पर्छ। त्यहाँ गएर हजुरले आफ्नो सिम्बल नम्बर र डेट अफ बर्थ हालेपछि हजुरको रिजल्ट सो गर्छ। अब अर्को तरिका सिकाउँदैछु। SEE.eKantipur.com यो सर्च गर्नुहोस्। यो सर्च गरिसकेपछि यस्तो आइकन देखा पर्छ। रिजल्ट यहाँ रिजल्ट कमिङ सुन भनेर देखाइरहेको छ। यहाँ तल आउनुहोस् र स्क्रोल डाउन गर्दै आएपछि यो यहाँ देखा पर्छ। चेक रिजल्टमा थिच्नुहोस्। चेक रिजल्टमा थिचिसकेपछि हजुरलाई यस्तो आइकन देखा पर्छ र अब हजुरले यहाँ आफ्नो सिम्बल नम्बर, फुल नेम, मोबाइल नम्बर र डिस्ट्रिक्ट सेलेक्ट गर्नुपर्ने हुन्छ। जिल्ला, आफ्नो जिल्ला। यो हजुरले यहाँ सम्पूर्ण विवरण दिएपछि हजुरको रिजल्ट यहाँ सबमिट गरेपछि हजुरको रिजल्ट सो गर्छ। यी तीन तरिकाबाट हजुरले आफ्नो एसई को रिजल्ट हेर्न सक्नुहुन्छ। रिजल्ट कस्तो आयो भनेर यहाँबाट हेर्न सक्नुहुन्छ हजुरले। धन्यवाद।